Well, namaste. It's evening, and I'm a little bit free. So today I'm going to talk about the syllabus and marking systems, mark division of grade 11, compulsory English. Because it is for the students, especially of my school or community schools, but the grade and system, marking systems, mark division all are same for every student of NEB, National Examination Board, I mean grade 11, whether it is from community school or from any boarding schools. Let me talk Nepali. आज चाहिँ मैले ग्रेड 11 मा परीक्षा नजिक आइरहेको हुनाले परीक्षा लक्षित सानो कार्यक्रम राख्न खोजेको छु। 11 ग्रेड 11 मा कम्पलसरी अंग्रेजीमा मार्क डिभिजन कसरी हुन्छ अनि भन्ने कुराहरू होलान्। त्यो विषयमा म आज कुरा गर्छु र पछि अर्को भिडियोमा मैले ग्रेड 12 को बारेमा पनि कुरा गरौँला। खास गरी मेरो प्रयास सामुदायिक स्कुलको विद्यार्थीहरूको लागि हुन्छ, किनभने म सामुदायिक विद्यालयको शिक्षक हुँ र सामुदायिक विद्यालयमा विद्यार्थीहरू अंग्रेजीमा धेरै कमजोर हुन्छन्। उनको आर्थिक स्थिति पनि राम्रो हुँदैन। उनलाई एडिसनल एउटा अतिरिक्त सहयोग होस् भनेर चाहिँ मैले यो गरेको छु। विद्यार्थी घरमा छन्, इच्छुक विद्यार्थीहरूले यी मेरा भिडियोहरू हेरेर धेरै कुराहरू सिक्न सक्छन् जस्तो मलाई लाग्छ। म सँगसँगै अंग्रेजी र नेपाली दुवैमा बोलौँला, किनभने अन्ततः हामी अंग्रेजीमै बोल्नुपर्ने हुन्छ। हामीले 11-12 वर्ष पढेर पनि अंग्रेजी बोल्न सकेनौँ भने हाम्रो सरकारको अथवा राष्ट्रको जुन एउटा नीति छ, जुन उद्देश्य छ शिक्षाको, त्यो पूरा हुँदैन। र मैले यहाँ सुरु गरेँ। 11 र 12 अथवा 10 को कुरा गर्ने, 9-10 यो सबैहरू इन्टिग्रेटेड क्यारिकुलम अन्तर्गत छन्, एक आपसमा जोडेका छन्। 9-10 11-12 मा सेम सिस्टम छ। हामीलाई थाहा छ, हामीसँग 4वटा सिपको चाहिँ हामी प्रयोग गर्छौँ। वी युज 4 स्किल्स। एउटा छ स्पिकिङ, लिसनिङ, रिडिङ, राइटिङ, हैन। सबैभन्दा पहिला त लिसनिङ हुन्छ, सुनेर पछि मात्रै बोल्छ, हैन। अनि त्यसपछि रिडिङ, राइटिङ। एनीवे, त्यो भएको हुनाले हाम्रो परीक्षालाई दुई भागमा बाँडेको छ। एउटा इन्टर्नल एक्जाम भन्छ, आन्तरिक, एउटा एक्सटर्नल, एउटा बाहिरबाट मानिसहरू आएर लिने प्र्याक्टिकल। हाम्रो इन्टर्नलमा चाहिँ हामीहरूले आफैले चाहिँ परीक्षा लिन्छौँ, हैन। अनि एक्सटर्नलमा 25 नम्बरको प्र्याक्टिकल मार्क्स हुन्छन्। प्र्याक्टिकल मार्क्समा चाहिँ हेर्ने भने पार्टिसिपेसन हुन्छ, विद्यार्थीले कति चाहिँ भाग लियो, सहभागी भयो कार्यक्रमहरूमा, स्कुलले लिएका परीक्षाहरू अथवा शिक्षकले लिएका कार्यक्रममा, त्यसलाई 3 अङ्क छुट्याएको छ। त्यसै गरी लिसनिङ स्किल कति विकास गर्न सक्यो विद्यार्थीले, त्यसको लागि 6 अङ्क छुट्याएको छ। त्यसै गरी स्पिकिङ विद्यार्थीले कति बोल्न सक्छ त, त्यो आधारमा अधिकतम अङ्क 10 चाहिँ छुट्याएको छ। र परीक्षा स्कुलले लिने टर्मिनल एक्जामहरू हुन्छन्। पार्टिसिपेसन भनेको विद्यार्थीको अटेन्डेन्स पनि हो। अनि त्यसलाई पनि लिएर चाहिँ 6 नम्बरको द्वितीय 6 गरेर 6 नम्बरको लागि 6, 3, 9, 9, 10, 18, 6, 25, यानी कि जुन हाम्रो प्र्याक्टिकल हुन्छ त्यो 25 मार्क्सको हुन्छ, जसमा सबैभन्दा बढी अङ्क चाहिँ स्पिकिङमा छ। त्यही भएर मैले स्पिकिङमा जोड दिने गर्छु। स्पिकिङ गाह्रो पनि छ, किन हाम्रा पूर्वजहरूले बोलेन, हाम्रो समुदायमा बोल्दैनौँ, हाम्रो वरपरि पनि बोल्दैनन्। बोले पनि 1-2 जनाले बोले पनि मानिस गिजाउन थाल्छ, तर वास्तवमा चाहिन्छ त यही कुराहरू नि। ओके, त्यसपछि अब हामीले यो चाहिँ हामीले प्र्याक्टिकल 25 मार्क गऱ्यौँ, 75 मार्क्सको जुन हाम्रो छ त्यो चाहिँ विभाजन गर्छौँ त। मैले अघि भने जस्तै रिडिङ, राइटिङ चाहिँ अब स्पिकिङ, लिसनिङ भयो। स्पिकिङ र लिसनिङको अघि प्र्याक्टिकलमा गइसक्यो। स्पिकिङ 10 नम्बरको, लिसनिङ 6 नम्बरको भनेर। अब हामीसँग के हो, रिडिङ, राइटिङको। रिडिङलाई 35 मार्क्स भनेर छुट्याइएको छ। रिडिङभित्र प्यासेजहरू हुन्छन् र पाठमा रहेका क्वेसन्सहरू हुन्छन् किताबभित्रका। त्यसपछि राइटिङ रह्यो। राइटिङमा चाहिँ अब फ्री राइटिङ, कन्ट्रोल राइटिङ अथवा गाइडेड राइटिङ गरेर 2 भाग बाँडेको छ। 9-10 ग्याममा पनि त्यही पढाइन्छ, त त्यो कुनै प्रब्लम भएन। आई डोन्ट थिङ्क द्याट्स अ प्रब्लम फर यु। सो राइटिङ इज अफ 25 मार्क्स। वेल,
एन्ड त्यसपछि ग्रामर रह्यो। ग्रामर 10 नम्बरको दिएको छ। यो पनि उही 10 मा पनि हुन्छ। उही अप्सनहरू दिन्छन् अनि भर्नु छ। द्याट्स नट अ प्रब्लम। आई डोन्ट थिङ्क द्याट्स अ प्रब्लम फर जस्ट पासिङ द मार्क्स। बट वी सुड नट किप द अब्जेक्टिभ जस्ट ओन्ली हाउ टु पास मार्क्स। वेल, त कसरी पास हुने त्यति मात्रै हामीले लक्ष्य त राख्नु हुँदैन। तर पास हुनको लागि चाहिँ यी कुराहरू छन्। रिडिङ 35 नम्बरको, मैले अघि भने 15 नम्बरको प्यासेज आउँछ। बाँकी चाहिँ तपाईँको 10 नम्बरको लङ क्वेसन्स आउँछ, जसमा 2टा क्वेसनहरू हुन्छन् 5-5 नम्बरको। अनि फेरि 10 नम्बरको क्वेसन आउँछ, सर्ट क्वेसन हुन्छन् जुन एउटा 2को हुन्छ अनि 5वटा त्यहाँ हुन्छ। यानि कुल मिलाएर 20वटा चाहिँ तपाईँको क्वेसन आन्सर बुकबाट आउने भए पाठ तपाईँले कन्ठ पाउनुपर्ने देखिन्छ, अथवा पाठ बुझ्नुपर्ने भन्छ देखिन्छ। र 15 नम्बर चाहिँ तपाईँ अनसिन भने बाहिरबाट आउँछ, जुन तपाईँले 10मा पनि प्र्याक्टिस गर्नुभएको छ। 10मा चाहिँ तपाईँको लिसनिङ 10मा चाहिँ तपाईँले सिन र अनसिन दुइटै गर्नुभएको थियो। सिन भने बुकबाट, अब यो चाहिँ सिन हुँदैन, यहाँ अनसिन नै हो, बाहिरबाट जे पनि आउन सक्छ हैन। यो चाहिँ तपाईँको मैले मार्किङको कुरा गरेँ। अनि अब चाहिँ तपाईँको रिडिङको कुरा भएपछि राइटिङ 25 मार्क्सको हुने भयो। राइटिङमा अघि भने गाइडेड राइटिङ हैन। गाइडेड राइटिङ भनेको उसले चाहिँ तपाईँलाई भने हुन्छ यसरी लेख्नुहोस्, यो कुरा उल्लेख गर्नु, त्यो गाइडेड राइटिङ हो। फ्री राइटिङ भनेको तपाईँलाई उसले खुल्ला दिन्छ, जसरी पनि लेख्नुहोस्, नो प्रब्लम। जस्तै राइट एन एसे, तपाईँले राइट एन एसे अन इम्पोर्टेन्स अफ एजुकेसनमा भन्यो, अथवा राइट एन एसे अन द इम्पोर्टेन्स अफ फरेस्ट भन्यो भने जङ्गलको महत्त्वबारे निबन्ध लेख्नुहोस् अथवा शिक्षाको महत्त्वबारे निबन्ध लेख्नुहोस् भन्ने भयो। भनेपछि त्यसमा चाहिँ पनि के छ भने तपाईँ फ्री हो, यु क्यान राइट एनी वे वाट एभर यु लाइक। वेल, त त्यो चाहिँ के भयो त, फ्री राइटिङ भयो। अनि अब यसभित्र चाहिँ हामीले आर्टिकल दिन सक्छ 7 नम्बरको, राइट एन आर्टिकल फर द न्युज पेपर हैन, अन द इम्पोर्टेन्स अफ एजुकेसन, अथवा राइट एन आर्टिकल अन द इन्क्रिजिङ क्राइम इन द सिटी। सहरमा बढ्दै गरेको अपराध बारेमा सानो आर्टिकल पत्रिकामा छाप्नको लागि लेख्नुहोस् भनेर आउन सक्छ। यसरी आउन सक्छ। यी 7 नम्बरको हुन्छ। इमेल राइटिङ पनि आउन सक्छ है त। जस्तै राइट एन इमेल टु योर फ्रेन्ड टु द हेड अफ द डिपार्टमेन्ट रिगार्डिङ एब्सेन्स इन द एक्जामिनेसन। एनिवे इमेल राइटिङ आउँछ हैन, त्यो पनि 8 मार्क्सको हुनसक्छ। त्यसको सट्टा अरू कुराहरू पनि हुन सक्छन्। त्यसपछि इसे आयो, एसए आयो। एसए भने निबन्ध, अघि मैले कुरा गरेँ 10 नम्बरको हुन्छ, फ्री राइटिङ हो हैन। अनि त्यसपछि 10 नम्बर ग्रामरमा लागि कुरा गरेँ। ग्रामर पनि 1 नम्बरको एउटा क्वेसन आउँछ, 10वटा क्वेसन हुन्छन् हैन। अब त्यसपछि लास्टमा एउटा रह्यो 5 नम्बरको, जुन भोकेबुलरीबाट सम्बन्धित छ, जुन तपाईँको पुस्तकको यदि तपाईँले ध्यान दिएर पढ्नुभयो होला, सुरुको 20वटा पाठहरूमा बाट आउने भनेको 5 नम्बरको यही हो। त्यही भएर धेरैजसो शिक्षकहरूले सुरुको 20 पाठ पढाउनुहुन्न, किनभने त्यो भोकेबुलरी मिनिङबाट सम्बन्धित हो। त्यसमा वाक्य बनाउनुहोस्, प्रिफिक्स जोड्नुहोस्, सफिक्स जोडेर बनाउनुहोस् भनेर आइरहेको हुन्छ। 5 नम्बरको लागि हुन्छ, विद्यार्थीले गर्न सक्छ। यो त रह्यो टोटल। यसरी यो 75 नम्बरको हुने भयो। 75 25 100। आज मैले तपाईँलाई 11 क्लासमा चाहिँ मार्किङको बारेमा कुरा गरेँ। अब म समग्रमा के भन्न चाहन्छु भने तपाईँलाई गाह्रो कहाँ, जस्तै तपाईँको प्र्याक्टिकलको भयो, त्यो गाह्रो हुँदैन। हुन त अब प्र्याक्टिकलमा तपाईँ पास हुनैपर्छ यसपटक। अब प्र्याक्टिकलमा अलग मार्क्स पास हुनु पऱ्यो, अनि उता तपाईँको थ्योरीमा पनि पास हुनु पऱ्यो। तर प्र्याक्टिकलमा तपाईँको लिसनिङ स्पिकिङ गरेर एनीवे तपाईँ पास भइहाल्नुहुन्छ, द्याट्स नट अ प्रब्लम। अब राइटिङको कुरा भयो अथवा चाहिँ तपाईँको यो उसको थ्योरीको कुरा भयो। थ्योरीमा अब सिन अनसिन भयो। समस्या तपाईँको कहाँनिर मात्रै हुन्छ भने सर्ट क्वेसन छ, लङ क्वेसन छ, जुन पाठबाट सम्बन्धित छन्। त्यसको लागि पनि तपाईँले पाठ राम्ररी बुझ्नुभयो, पढ्नुभयो भने प्रश्न बुझ्ने अनि आन्सरलाई नेपालीमा इङ्ग्लिसमा कन्भर्ट गर्ने, लेख्ने भएका भयो। अब यहाँनिर सबै हेर्ने अनसिन, सर्ट क्वेसन, लङ आन्सर, आर्टिकल्स, इमेल, एसे, ग्रामर, जे हेरे पनि सबै कुरामा मैले बुझाउनुसार के छ, ग्रामर नै छ कि। तपाईँको ग्रामर राम्रो छ भने नट अ प्रब्लम। अनसिन होस् जे होस्, अनसिनमा पनि के छ त, पाठ हुन्छ, हुन्छ, तर राम्ररी पढ्ने, 3 चोटि 4 चोटि पढ्ने, त्यसको समरी निकाल्ने, सर्ट जति बुझिन्छ हैन। त्यसपछि तल क्वेसन हुन्छ, क्वेसनमा के सोधेको छ त्यही अनुसार चाहिँ तपाईँले त्यो क्वेसन बुझ्ने, कुन टेन्समा क्वेसन छ त्यही टेन्समा आन्सर लेख्ने। कहिलेकाहीँ के हुन्छ भने तपाईँको प्यासेज चाहिँ पास्ट टेन्समा हुन्छ, क्वेसन प्रेजेन्ट टेन्समा हुन सक्छन्।
त्यो तपाईँले बुझ्नुपर्छ, सालभरि पढ्नुहुन्छ होइन, म पनि यहाँ गाइड गरौँला। अनि त्यो अनुसार क्वेसन प्रेजेन्टमा छ र प्यासेज पास्टमा छ भने तपाईँले क्वेसन अनुसार पास्टलाई पनि प्रेजेन्टमा बनाएर लेख्नुपर्ने हुन्छ। त्यो क्षमता तपाईँमा हुनु पऱ्यो। ट्रान्सफर्मेसन हुन्छ भन्छन् यसलाई, नेगेटिभबाट इन्ट्रोगेटिभ बनाउने, इन्ट्रो नेगेटिभ बनाउने, पास्टबाट प्रेजेन्ट बनाउने, प्रेजेन्ट फ्युचर बनाउने भन्ने कुराहरू हुन्छन्। अनि त्यसपछि त्यो भयो तपाईँको, त्यो नो प्रब्लम भयो होइन, तपाईँ लेख्न सक्नुहुन्छ मजाले। तर ध्यान राख्नु होला, कुनै पनि प्रश्नको उत्तर ठ्याक्कै बनेर राखेको हुन्न। तपाईँ 2-3 क्लासको बच्चा त होइन, 4-5 क्लासको भाइ सजिलै दिने। 11-12मा गएपछि त्यहाँ त उसले कम्प्लेक्स सेन्टेन्सहरू पनि राखेको हुन्छ। त्यो तपाईँले टुक्रा टुक्रा हुन्छ, त्यो टुक्रा टुक्रालाई बुझ्ने र ग्रामेटिकल मेथड प्रयोग गरेर सब्जेक्ट भर्ब अब्जेक्ट एग्रिमेन्टको अनुसार मिलाएर त्यसलाई प्रश्न अनुसारको उत्तर लेख्ने हो। प्रश्न एक्टिभमा छ भने उत्तर पनि एक्टिभमा हुनु पऱ्यो, प्रश्न पास्टमा छ भने उत्तर पनि पास्टमा जानु पऱ्यो, पास्ट टेन्समा। त्यसपछि तपाईँको आर्टिकल भयो। अघि ग्रामर राम्रो भयो भने तपाईँ प्यासेज लेख्न सक्नुहुन्छ, प्याराग्राफ लेख्न सक्नुहुन्छ, आर्टिकल लेख्न सक्नुहुन्छ, नो प्रब्लम। इमेल राइटिङ पनि कुनै गाह्रो छैन, मजाले लेख्न सकिन्छ। यो पनि ग्रामर तपाईँलाई आउँछ भने अलिकति स्टाइल हो माथि तल, त्यो पनि हामी सिकाउँला। निबन्धको कुरा भने फ्री राइटिङ, मजाले नेपालीमा बुझ्ने, सम्झिने, अङ्ग्रेजीमा भकाभक ट्रान्सलेट गरेर लेख्दै जाने। हरेक टपिकको लागि तपाईँले चाहिँ जस्तै परिचय लेख्नुभयो भने त्यसको लागि एउटा प्याराग्राफ लेख्ने, त्यसपछि त्यसका महत्त्वबारे लेख्नु भने अर्को प्याराग्राफमा लेख्ने, त्यसको लाभ छ भने लाभ लेख्दाखेरि पनि अर्को प्याराग्राफ लेख्ने, हानि छ भने पनि त्यसको लागि अर्को प्याराग्राफ लेख्ने, लास्टमा उपसंहार भनेको त्यसलाई कन्क्लुजन गर्दाखेरि पनि अर्कै चाहिँ प्याराग्राफमा लेख्ने। हरेक कुरा अलग अलग प्याराग्राफमा लेख्नुपर्छ। निबन्ध भयो। बाँकी ग्रामर भयो। ग्रामरमा टेन्स, भोइस, न्यारेसन, कन्जक्सन, प्रिपोजिसन, इन्टरजेक्सन, एक्टिभ भोइस यी सबै हुन्। यो पनि हामी पढाउन सक्छौँ। एक नम्बरको एउटा बिग्रियो पनि खासै फरक पर्दैन, एकै नम्बर जाने त। तपाईँको बढीभन्दा बढी नम्बर चाहिँ तपाईँले पाउने 10 नम्बरको एस्से हो। तपाईँले एस्सेमा जति बिगारे पनि 8 नम्बर पाउन सक्नुहुन्छ मजाले। 8 पाउनुभयो, आर्टिकलमा 5 पाउनुभयो, अनि तपाईँले चाहिँ त्यसको ग्रामरमा पनि 8 पाउनुभयो, अनि यतातिर चाहिँ क्वेसन सरमा 2-4 पाउनु त मजाले पास भइहाल्नुहुन्छ, यदि पास मात्रै छ भने। आज भिडियो लामो हुने भयो। आज चाहिँ मैले देखि सुरु गरेको छु। 11 को अब परीक्षा आउने वैशाखतिर हुन्छ, त्यही भएर अहिले हामीसँग छ समय। हामी यो एक्जाम ओरिएन्टेड कार्यक्रम मैले राखेँ। पढाइ दुई किसिमको हुन्छ, नलेज ओरिएन्टेड र एक्जाम ओरिएन्टेड। अब एक्जाम ओरिएन्टेडमा हामीले इम्पोर्टेन्ट हाउ टु पास, और we just focus on how to secure maximum marks. It's exam centered or exam oriented teaching, so we don't go for the details, but we touch every part. Doesn't matter, stay with me and stay connected with my YouTube channel and Facebook also, and write your comments, write your problems, whatever you have got. I'll try to solve it. Thank you. Have a good day. Stay healthy.